गाली गरेर कस्तो हुन्छ भाडा पधारेर आमाको दाजु अस्ति हुनुहुन्छ के त्यस्तै हो कि त्यो आमाको बानी हो र म त भर्खर आएको के काम गरिरहनु थियो बाबु त्यहाँनिर जति काम गरेँ देख्नु न कि तपाईँको आमाको बानी तपाईँलाई थाहै छ के अरे बरु आमालाई मैले गाली गर्छु अब केही अब केही नभन्नु अब त्यहाँनिर त बुहारीको काम बाजुले घाँस ल्याउन म पनि गाउँ हेर्न घाँस बिसाएर त्यहाँ बाख्रालाई राख्दैन एउटा चिया पकाएर यति खाना पर भन्दै घाँस लिएर आएर भित्र खाएर जान त एउटा भित्र केही पनि छैन यस्ता पनि बुहारी गरेर बस्न पनि लौ जाति मुर्ख पानी हेर्न त बिचरा यो बाजुले केला पानी भाँडा चाहिँ फाल्दिन न फाल्दिन त तिमीलाई पहिले कमाएर ल्याएको होइन मेरो पहिले कमाएर ल्याएको बाजुले जाति बित्ति हेला गर्ने कि यो मम्मी त जाति गर्न पनि जाति बित्ति आफूले भर्खर घाँस लिएर आएकी बाजुलाई यस्तै हो बिहान साँझ सधैँ सुई कोराको गाली गरेको जहिले नि अब नन्दाउरा आसी फेरि नाटक देखाएर बस्न पर्दैन बाजुले हेर त्यो हेला गर्ने एउटा काम गर्ने होइन केही होइन घरमा बसेर एउटा चिया बनाएर नि त नि यस्तो सन्चरी बुहारी छन् भन्दै घर आएको त केही छैन घाँसको बाजु नरनी यिनी बुढी हुन्छन् नि तपाईँले स्याहार्न पर्दैन अहिले बोइस छाम्दैन टिचाम्दिन पछि घोडा मार्ने त तपाईँले जो नि